रिस्टार्ट विनोद नेपालबाट पोस्ट गरिएको यो भिडियोमा पनि तपाईहरुलाई स्वागत गर्न चाहन्छु। नमस्ते, अन्यगास्यो। यदि तपाईले कोरियन भाषा पढ्दै हुनुहुन्छ भने कोरियन भाषा पढ्दै गर्दा एक्जाममा नम्बर पर्दैन। एक हप्तामा हुने एक्जाममा क्वेशन सेटहरु सल्भिङ गर्दै गर्दा तपाईहरुको नम्बर नै पर्दैन। अब कति पढिसकेपछि कतिसम्म चाहिँ तपाईको नम्बर आउनु पर्ने हो भन्ने बारे आज म यस भिडियोमा कुराकानी गर्नेछु। तपाईहरुको समयको मध्यनजर गर्दै अब चाहिँ भिडियो सुरुवात गरौँ है त। कोरियन भाषा सुरु गरिसकेपछि सबैभन्दा सुरुमा तनाव हुने भनेकै कोरियन भाषाको मिनिङ पढ्नको लागि हो। र कोरियन भाषाको मिनिङ पढ्ने सजिलो तरिका भनेर तपाईहरुलाई मैले यसभन्दा अघिल्लो भिडियोमा पार्ट 1 को रूपमा राखिसकेको छु भने आज चाहिँ एकै पटकमा कोरियन भाषा कसरी पास गर्न सकिन्छ भन्ने विषयवस्तुको पार्ट 2 दोस्रो भाग हो है त। कोरियन भाषा पढिसकेपछि नम्बर नै बढ्दैन। आज त अलि धेरै मिल्छ कि भन्यो झन् आज चाहिँ धेरै बिग्रेको हुन्छ। ओहो पहिलाको भन्दा आज त अलि धेरै मेहनत गरेर अलि ध्यान दिएर एक्जाम दिएको थिएँ भनेर यसो विचार गर्यो। सरहरूले एन्सर बताउने बेलामा त नम्बर नै फेरि घट्दै गएर उही 32-33 मा जान्छ। अब कसरी कोरियन भाषा पढेपछि कोरियन भाषाको एक्जाममा नम्बर बढाउने त? अब सुरु गरौँ। हामीहरूले च्याप्टर बुकको मिनिङ अनि ग्रामरहरू क्लियर गर्यौं भने कोरियन भाषामा एक्जाम दिँदै गर्दा एक्जाममा 20 देखि 25 नम्बर चाहिँ ढुक्क आउनु पर्ने हुन्छ। अनि जब हामीले च्याप्टर बुक पढ्दै गर्दा च्याप्टरको हामी 20 देखि 30 लेसनसम्म पुगिसकेका छौं भने हामीहरूले 27, 28, 30 सम्म ल्याउनु पर्ने हुन्छ। जब च्याप्टर बुक हामीले एकपटक पढेर सक्यौं तर रिभिजन गरिएको छैन भने हामीले एक्जाम दिँदै गर्दा फाइनल खालको सेटमा अथवा चाहिँ हाम्रो इन्स्टिट्युटमा भएको क्वेशन सेटमा मोडल सेटमा एक्जाम दियौं भने 32-33 चाहिँ आउनु पर्ने हुन्छ। र हामीले एक पटक, दुई पटक, तीन पटकसम्म बुक रिभिजन गर्यौं भने छङ्गु मुना क्लियर गरेर पढ्यौं भने छङ्गु मुनामा भएको ग्रामरहरू छङ्गु मुनाले भन्न खोजेको के हो, कुन छङ्गु मुनाबाट कुन सन्देश दिन खोजेको, कुन जानकारी दिन खोजेको हो, अनि कुन छङ्गु मुनालाई आधार मानेर त्यसभन्दा पछाडि कस्तो खालको प्रश्न सोधिएको छ, कस्तो खालको प्रश्न बनाइएको छ, कुन थेवाबाट कस्तो लिसनिङ आउँछ, कति नम्बरको थेवामा कुन प्रकारको कुरा गरिएको छ, के को बारेमा कुराकानी गरिएको छ भन्ने कुरा नेपालीमा ट्रान्सलेट गर्न सक्यौं भने चाहिँ हामीले एक्जाम दिँदै गर्दा हामीहरूले एक्जाम दियौं भने 35, 36, 34, 35, 36 यही वरिपरि नै हाम्रो नम्बर दौडी नै रहन्छ। एकपटक बुक क्लियर गर्यो अब एक्जाममा नम्बर नै बढ्दैन। पढेको 7 महिना, 8 महिना, 9 महिना, 10 महिना, 11 महिना अनि एकै वर्ष पुगिसक्यो। अब 33, 34, 35 भन्दा माथि नम्बर नै बढ्दैन। अब के गर्ने त? बुक पढ्यो नम्बर नै बढ्दैन। अब 33, 34, 35 भन्दा माथि नम्बर नै नबढ्ने साथीहरूले चाहिँ अब आफ्नो इन्स्टिट्युटको मात्र क्वेशन सेट नभएर अन्य 2-3 वटा इन्स्टिट्युटबाट पनि तपाईहरुले सेट मगाएर तपाईले सेट प्र्याक्टिस गर्नु होला। पढ्नको लागि अथवा प्र्याक्टिस गर्नको लागि अलि धेरै राम्रो बिमला म्याडमको सेट अनि अर्को चाहिँ हान्सलको पनि एकदमै राम्रो छ। हान्सल, बिमला अनि कनेक्टिङ होल एजुकेसन यी सेटहरुबाट तपाईहरुले प्र्याक्टिस गर्नुभयो भने तपाईको एक्जाममा 37 सम्म 38 सम्म पुग्छ नि। अब 37 पनि आउँछ, 36 पनि आउँछ, 35 पनि आउँछ। अब यहाँभन्दा माथि नम्बर किन बढ्दैन? अब बढ्दैन भनिसकेपछि अब युट्युबमा धेरै सरहरूले क्वेशन सल्भिङको भिडियो राखिरहनुहुन्छ। युट्युबमा धेरै सरहरूले मोडल क्वेशन सेट गराउँदै अनि फरक प्रकारका क्वेशनहरू राख्नुहुन्छ। अघिल्लो पटकको एक्जाममा आएको क्वेशनहरू पनि राखेको हुनुहुन्छ। बाहिरी छङ्गु मुना पनि पढाइरहेको हुनुहुन्छ। अब कसरी पढ्ने त? कसरी नम्बर बढाउने त? 38 भन्दा माथि बढ्दै बढेन। अब युट्युबमा सरहरूले पढाएका ती क्वेशन सल्भिङहरू हेर्ने, बाहिरी छङ्गु मुना कुस्तीको बारेमा, चामुलनोरीको बारेमा, इन्सामको बारेमा यस्तै विभिन्न प्रकारका बाहिरी छङ्गुहरू पनि सरहरूले युट्युबमा पढाइ नै रहेको हुनुहुन्छ। युट्युबमा हामीले हेर्दै गर्दा क्वेशन सल्भिङहरू हेर्यौं भने अनि ग्रामरलाई चाहिँ कस्तो तरिकाले भिन्न रूपमा छुट्याएको हुन्छ ती कुराहरू हामीले हेर्यौं भने हाम्रो एक्जाममा नम्बर 38, 39, 40 यही वरिपरि घुमिने रहन्छ। अब हाम्रो 38, 39, 40 आयो भने मात्र हामी फर्म खुलिसकेपछि फर्म भर्नको लागि तयारी अवस्थामा हुने गर्छौं। अब हामीले एक हप्तामा गर्ने एक्जाममा 32, 33, 34, 35 आइरहेको हुन्छ। त्योभन्दा माथि नम्बर नै बढ्दैन अनि फर्म कहिले खुल्ला भन्दै तनाव गरिरहेका हुन्छौँ। त्यसैले अब के कारणले गर्दा नम्बर बढेन त? तपाईको
मिनिङ सकिएन कि, तपाईले मिनिङ क्लियर गर्नु भएको छैन कि, तपाईले ग्रामर क्लियर गर्नु भएको छैन कि, तपाईको च्याप्टर बुक सकिएको छैन कि, तपाईले च्याप्टर बुक पढ्दै गर्दा रिभिजन त गर्नुभयो, फेवा र छङ्गुमुना मात्र रिभिजन गर्नुभयो, त्यसभन्दा पछाडिका क्वेसनहरु तपाईले रिभिजन गर्नु भएन कि, कुन छङ्गुमुनामा कुन ग्रामरलाई धेरै प्राथमिकता दिएको छ भन्ने कुरा तपाईले हेर्नु भएन भने, पछाडी राखिएका क्वेसनहरु तपाईले हेर्नु भएन भने त्यही क्वेसनले नै पछि झुक्काइदिन सक्छ। अब नम्बर नै बढ्दैन भने तपाईले के गर्ने, 1 नम्बर तपाईहरुले मिनिङ क्लियर गर्नुहोस्, 2 नम्बर तपाईहरुले ग्रामर क्लियर गर्नुहोस्, 3 नम्बर तपाईहरुले बुक सकिसक्नु भएको छ भने तपाईले रिभिजन गर्नुहोस्, यदि सक्नु भएको छैन भने जबसम्म बुक सक्नुहुन्न तबसम्म त्यति धेरै टेन्सन चाहिँ नलिनु होला। अनि जब तपाईले बुक सक्नु भएको छ भने तपाईहरुले बुक रिभिजन गर्नुहोस्, एक एक कुरा तपाईहरुले हेर्दै तपाईहरुले बुक रिभिजन गर्नुहोस्। थेवामा भएको कुरालाई पनि नेपालीमा सब ट्रान्सलेट गर्दै पढ्नुहोस्, छङ्गुमुनामा भएको कुराहरुलाई पनि नेपालीमा ट्रान्सलेट गर्दै कुन छङ्गुमुनाले कस्तो जानकारी दिन खोजेको, त्यसमा चाहिँ कुन कुरालाई धेरै प्राथमिकता दिएको छ भन्ने कुरा तपाईहरुले हेर्नु होला। अनि छङ्गुमुना पछि रहेका क्वेसनहरु कस्तो तरिकाले क्वेसन बनाइएको छ, कुन ग्रामर राखेर बनाइएको छ, के को बारेमा क्वेसनहरु बनाइएको छ, कुन छङ्गुमुना कुन लेसन पढिसकेपछि अब त्यस पछाडी चाहिँ कस्तो तरिकाले क्वेसन राखिएको छ, ओहो क्वेसन बनाउने बेला क्वेसनको ढाँचा कस्तो हुने रहेछ भनेर पनि तपाईहरुले हेर्नु होला। 40 वटा क्वेसन मध्ये क्वेसन नम्बर 30 देखि क्वेसन नम्बर 40 भित्र रहेका 10 वटा लिसनिङ मिलाउनको लागि तपाईले जति सक्नुहुन्छ लिसनिङ पनि सुन्नु होला। खाना खाने बेलामा हुन्छ कि, खाना बनाउने बेलामा हुन्छ कि, बाहिर हिँड्दै गर्दा हुन्छ कि, तपाईलाई जति बेला तपाईलाई फुर्सद मिल्छ लिसनिङको पावर पनि तपाईले एकदम राम्रो बनाउनु होला है त। अब 35 भन्दा माथि नबन्ने साथीहरुले युट्युबमा धेरै सरहरुको क्वेसन सल्भिङ भिडियो हेर्नुहोस् अनि मोडल क्वेसन सेटहरु प्र्याक्टिस गर्दै गर्नुहोस्। अब ग्रामरहरुको बारेमा अनि अहोइहरुको बारेमा युट्युबमा सरले राखिदै रहनु भएको छ, ती कुराहरुलाई पनि राम्रोसँग ध्यान दिएर पढ्नुहोस्। इन्स्टिट्युटको पढाइले मात्र हुँदैन, इन्स्टिट्युटमा मात्र पढ्नु भयो, सरहरूले मात्र बुक सक्नु भयो, तपाईले मिनिङ र ग्रामर मात्र सक्नु भयो, त्यतिले मात्र 40 ल्याउन गाह्रो छ। र अब आउँदै गरेको एक्जाममा 40 भन्दा कम लियो भने आशा नगर्दा पनि हुन्छ है त। यति भन्दै आजको भिडियोलाई मैले यतिमै अन्त्य गरे र यसभन्दा पछि चाहिँ तपाईहरुको लागि कोरियन भाषा एकैपटक कसरी पास गर्ने भन्ने बारे यस्तै प्रकारका कुराहरु तपाईले म लिएर आउने नै छु। यदि अहिलेसम्म मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला है त। अनि तपाईको कोरियन भाषा पढ्ने साथीहरुलाई पनि यो भिडियो शेयर गर्न नबिर्सनु होला है त। 감사합니다।